हेलो एभ्रीबडी वेलकम टु माई सर्ट इन्डस्ट्रियल ब्लग। आज चाहिँ म तपाईँहरूलाई ग्रिन फिड इन्डस्ट्री भिजिट गराउन गइरहेको छु। ग्रिन फिड इन्डस्ट्री भनेको चाहिँ दाना उद्योग हो। यहाँ चाहिँ विभिन्न किसिमका र मटेरियल्सद्वारा पशुजन्य माछा दाना, बोइलर दाना इत्यादि दानाको उत्पादन, प्रशोधन र प्याकेजिङ गरेर चाहिँ मार्केटमा पठाइने गरिन्छ। यस ग्रिन फिड इन्डस्ट्रीको बारेमा चाहिँ आज म यस ब्लगमा देखाउन गइरहेको छु। यहाँ कसरी दाना उत्पादन हुन्छ, कसरी प्रशोधन र प्याकेजिङ हुन्छ भन्ने कुराहरू, र यसमा यो इन्डस्ट्रीमा विभिन्न किसिमको ल्याब टेस्टिङहरू गरिन्छ, जसमा चाहिँ मैले गर्ने गरेको छु। कस्तो किसिमको ल्याब टेस्टिङहरू हामी गर्न गइरहेको छौँ, यी कुराहरू पनि म यस भिडियोमा चाहिँ हजुरहरूलाई देखाउने छु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यस इन्डस्ट्रीमा चाहिँ दाना उत्पादनको लागि विभिन्न किसिमका र मटेरियल्सहरू प्रयोग गर्ने गरिन्छ, जस्तै मकै, तोरीको पिना, एसडिओसी, डिओआरभी, एमडिओसी, यस्ता किसिमका चाहिँ र मटेरियल्सहरू चाहिँ दाना उत्पादनको लागि विभिन्न रेसियोमा चाहिँ प्रयोग गर्ने गरिन्छ। दानाको गुणस्तरको लागि यहाँनिर उत्पादन भइसकेको दानालाई चाहिँ विभिन्न किसिमको ल्याब टेस्टिङहरू, प्रोटिन पुगेको छ छैन, फ्याट पुगेको छ छैन, एस कन्टेन्ट कति छ इत्यादि कुराहरू चाहिँ ल्याबमा टेस्ट गरेर मात्र यस दानालाई चाहिँ बजारमा पठाउने गरिन्छ। यता चाहिँ दाना उत्पादन गर्ने गरिन्छ भने यो ठुलो भवन जस्तोलाई चाहिँ सेलो भनिन्छ, जसमा चाहिँ मकै स्टोरेज गर्ने गरिन्छ। तर यस इन्डस्ट्रीमा यो करोडौँ लगानी गरेर जुन सेलो बनाइएको छ, यो सेलो चाहिँ प्रयोगमा आइरहेको छैन। मान्छे खाना खान जान लागेको हो। ल्याबमा चाहिँ हामी विशेष गरी प्रोटिन, मोइस्चर, फ्याट, एस कन्टेन्ट र क्याल्सियम हेर्ने गर्छौँ, जसमा चाहिँ 5वटा क्वालिटी प्यारामिटर्सलाई चाहिँ हामीले मेजर फ्याक्टरमा राखेका छौँ। गभर्मेन्ट स्ट्यान्डर्ड अनुसारले नै उत्पादन दानाको क्वालिटी हामी मेन्टेन गर्ने गरेका छौँ। यो चाहिँ हाम्रो ग्रिन फिड इन्डस्ट्रीमा बनिने बोइलर चाराहरू हुन्, बोइलर दाना। वी हेभ हियर B0, B1 एन्ड B2। के फरक छ भन्दाखेरि यो चाहिँ 0 देखि 14 दिनका चल्लाहरूलाई खुवाउने, यसमा चाहिँ प्रोटिनको मात्रा ज्यादा हुन्छ। योभन्दा यसको प्रोटिन कम हुन्छ र योभन्दा यसको प्रोटिन कम हुन्छ। यो चाहिँ 15 देखि 29 दिनका चल्लाहरूलाई, र पछि यो चाहिँ 30 देखि 45 दिनसम्मकोलाई चाहिँ यो खुवाउने गरिन्छ। यसमा 22% प्रोटिन, यसमा 21% र यसमा 20% प्रोटिन हुन्छ। त्यसै गरी विभिन्न किसिमका माछा दाना, गाई दाना, सुँगुर दाना, सुँगुरको दाना लगायतका फिडहरू चाहिँ यहाँ प्रोडक्सन हुन्छ। कोइलर दाना समेत यो इन्डस्ट्रीमा चाहिँ प्रोडक्सन छ। यो स्याम्पल चाहिँ मैले राख्नै बाँकी छ। यो स्याम्पल चाहिँ म 2 मन्थको लागि चाहिँ स्टोरेज गरेर राख्छु, किनकि पछि कम्प्लेनहरू आउन सक्छ। त्यसको लागि हामीले चाहिँ स्याम्पलिङ राख्ने गरेको छ 2 महिनासम्म। यो चाहिँ यहाँ राख्ने होइन, यसको राख्ने ठाउँ छ स्टोर, त्यहाँ राख्ने गरिन्छ। मैले मेरो सबै इन्डस्ट्रीहरू यस भिडियो मार्फत देखाइरहेको छु, र सम्भवतः आज मेरो अन्तिम दिन हुनसक्छ यो ल्याबमा काम गरिएको, किनकि म चाँडै नै यो ल्याब छोडिरहेको छु। मैले जब क्विट गर्न लागिरहेको छु, किनकि मेरो बाहिरको विषय आएकोले गर्दाखेरि म अब केही दिनमा यो ल्याबबाट, यो इन्डस्ट्रीबाट जानेछु। म चाहिँ घर जानलाई गाडी कुरेर बसिरहेको छु एक बिहानै निस्केर। आजदेखि चाहिँ ग्रिन फिड इन्डस्ट्री पर्मानेन्टली छाडेँ मैले, सो घर जान लागिरहेको छु। यहाँसम्म हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। टेक केयर, बाई।